तपाईको फिल्डमा गएर जग्गा नाप्दाखेरि चाहिँ जग्गा कम देखिन्छ, तर नक्सामा चाहिँ धेरै जग्गा छ भने अब यो कम भएको फिल्डको जग्गालाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा कुरा गर्नुपर्दाखेरि चाहिँ यदि तपाईको फिल्डमा जग्गा कम छ तर नक्सामा चाहिँ छ भन्नुको मतलब चाहिँ के हो भन्दाखेरि तपाईको जग्गा कसैले किचोला गरेको छ। अब यसरी तपाईको कसैले जग्गा खिचोला गरेको छ, तपाईको जग्गा लिएको छ, खाएको छ भने यस्तो अवस्थामा तपाईले जिल्ला अदालतमा गएर जग्गा खिचोलाको मुद्दा दर्ता गर्न सक्नुहुन्छ। तर यसमा एउटा कुरा चाहिँ के हेर्नुपर्छ भन्दाखेरि तपाईले जग्गामा अमिन लिएर गएर चाहिँ नापेर तपाईको जग्गा कसले मिचेको छ भन्ने कुराको चाहिँ आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। तर यो कुरा चाहिँ अदालतबाट पनि हुन्छ। तपाईले अदालतमा गएर मुद्दा दर्ता गर्नुभयो भने अदालतबाट पनि अदालतको अमिनले गएर तपाईको जग्गा नापजाँच गर्छ। कसैले चाहिँ तपाईको जग्गा मिचेको अथवा तपाईले जसलाई विपक्षी बनाउनु भएको छ त्यो व्यक्तिले तपाईको जग्गा मिचेको भन्ने कुरा यदि नापजाँच गर्दाखेरि देखिएको स्थिति रह्यो भने तपाईको जग्गा तपाईले फिर्ता पाउनुहुन्छ।